बिहान म भान्सामा बसिरहेको थिएँ। अचानक मलाई एकदमै स्वादिलो चिकन ग्रेभी खाने इच्छा लाग्यो। मैले सोचेँ, किन न आज घरमै रेस्टुरेन्ट जस्तो चिकन ग्रेभी बनाउने। मैले फ्रिज खोलेँ, त्यहाँ फ्रेस चिकन थियो। त्यसपछि मैले तुरुन्तै रेसिपी बनाउने निर्णय गरेँ। सामग्री तयार गर्ने सबैभन्दा पहिले मैले भान्साबाट सामग्री निकालेँ। 500 ग्राम चिकन, 2वटा ठुलो प्याज, 2वटा टमाटर, अदुवा लसुन पेस्ट, नुन, बेसार, खुर्सानी पाउडर, धनिया पाउडर, गरम मसला। सबै सामग्री तयार भएपछि मलाई लाग्यो, आज त मज्जाको चिकन ग्रेभी बन्नेवाला छ। चिकन म्यारिनेट। मैले एउटा बोल लिँदै चिकन राखेँ। त्यसमा नुन, बेसार, खुर्सानी पाउडर हालेर राम्रोसँग मिक्स गरेँ। अब चिकनलाई 20 मिनेट म्यारिनेट गर्न छोडेँ। यसले चिकन अझै सफ्ट र जुसी बनाउँछ। पँधेराले तिम्रै बाटो हेर्छन्, तिम्रै जहान परिवार प्यान तातो भएपछि तेल हालेँ। तेल तातो भएपछि प्याज पेस्ट हालेर सुनौलो हुनेसम्म फ्राई गरेँ। त्यसपछि अदुवा लसुन पेस्ट हालेँ। भान्सामा आएको त्यो सुगन्ध एकदमै रमाइलो। अब मैले टमाटर पेस्ट र सबै मसला हालेर राम्रोसँग पकाएँ। चिकन हाल्ने अब म्यारिनेट गरेको चिकन प्यानमा हालेँ। मसलासँग राम्रोसँग मिक्स गरेर केही मिनेट फ्राई गरेँ। त्यसपछि पानी हालेर प्यान ढाकेँ र चिकनलाई बिस्तारै पक्न दिएँ। केही बेरपछि ग्रेभी बाक्लो र सुगन्धित भयो। अन्तिम टच, अन्त्यमा मैले गरम मसला हरियो धनिया हालेर मिक्स गरेँ। अब मेरो डिलिसियस चिकन ग्रेभी रेडी भयो। अन्त्य मैले चिकन ग्रेभी गरम गरम भातसँग खाएँ। साँच्चै भन्नुपर्दा स्वाद रेस्टुरेन्टभन्दा पनि राम्रो थियो। यदि तपाईँले पनि यस्तो स्वादिलो चिकन ग्रेभी खान चाहनुहुन्छ भने आजै यो रेसिपी घरमै ट्राई गर्नुहोस्।